होइन यो नेकपा एमाले भन्ने पार्टी ओह्रालो लागेको मृग जस्तो हुन्छ कि क्या हो, सकिन थालेपछि सकिँदै तलै पुगिसकेको जस्तो। संसदीय नेताको रूपमा उठाइएका सुवाङ निम्बाङलाई अस्वीकार गर्दै रामबहादुर थापालाई संसदीय दलको नेतामा नियुक्ति गरेछ। अलिकति एउटा आशलाग्दो भरपर्दो कुनै व्यक्ति छ भने त्यसलाई चाहिँ हटाइहाल्नुपर्ने यो एमालेको नियमै हो कि यो भ्रष्ट दलालहरू को मात्रै पार्टी हो कि इमान्दार शालीनता बोकेको मान्छे, नम्र व्यक्ति, देशको लागि, देश र जनताको हकितको लागि केही गर्छु भन्ने एक मात्र असल व्यक्ति जस्तो लाग्थ्यो सुवाङ निम्बाङ। उसलाई पनि हटाएर अहिले अर्कै व्यक्तिलाई चाहिँ नियुक्ति गरेछ भनेपछि यो उँभो लाग्ने भन्दा पनि ओह्रालो लाग्ने, तल झर्ने सङ्केत देखिन्छ।